everyone, सबैलाई चाहिँ शुभ साँझ हैन अनि आज चाहिँ के गर्नु भनेपछि आज चाहिँ म हाम्रो क्लासमा भइरहेको फर्स्ट विषयको चाहिँ एउटा एकछिन एउटा इम्पोर्टेन्ट हिसाब छ अनि त्यसको बारेमा हल्का सम गर्न आएको छु त्यो चाहिँ हल्का हामी सबैले सजिलो होला भनेर म एकछिन भिडियो बनाउन आएको यो चाहिँ युनिट 4 चाहिँ हेर्ने हो मेजरमेन्ट अफ द फिल्ड ट्रेस एन्ड द फ्लुइड भन्नेवाला छ त्यसमा चाहिँ भोल्युम क्याल्कुलेसन गर्नुपर्छ सबभन्दा पहिले मेजरमेन्ट अफ द फिल्ड ट्रेस एन्ड द फ्लुइड भन्नाले के हो भन्दाखेरि सबभन्दा फर्स्ट मेजरमेन्ट यो भनेको के हो भने फर्स्ट मेजरमेन्ट फर्स्ट मेजरमेन्ट छ अनि फर्स्ट मेजरमेन्ट भनेको के हो भनेपछि फर्स्ट मेजरमेन्ट भनेको एउटा फरेस्ट्रीको एउटा यस्तो शाखा हो जसले चाहिँ वनमा रहेका चाहिँ विभिन्न वन पैदावारहरू जस्तै काठ हो अनि घाँस स्रोतहरूदेखि लिएर खनिज पदार्थहरूदेखि लिएर सम्पूर्ण भोल्युमहरूलाई क्याल्कुलेसन गर्ने हुन्छ क्या विभिन्न वनमा रहेका विभिन्न माछा भन्ने थाहा छ चिज वस्तुहरूको चाहिँ के गर्नु तिनीहरूको चाहिँ मापन गर्नुलाई के भन्छ भोल्युम क्याल्कुलेसन भन्छ के अरे फर्स्ट मेजरमेन्ट भन्छ है सरी फर्स्ट मेजरमेन्ट भनिन्छ अनि फर्स्ट मेजरमेन्ट भनेपछि त्यसभित्र चाहिँ एउटा चाहिँ युनिट 4 मा चाहिँ के छ भनेपछि फर्स्ट के अरे भोल्युम क्याल्कुलेसन मेजरमेन्ट अफ फरेस्ट फिल्ड ट्रेस फ्लुइड भनेको छ हैन जस्तै मेजरमेन्ट अफ फ्लुइड इन फरेस्ट भन्नाले वनमा रहेका चाहिँ वन के काठहरूको चाहिँ ढलेका चाहिँ मुढामुढीहरूदेखि लिएर काठहरूको चाहिँ कति भोल्युम छ कतिसम्म चाहिँ तिनीहरूको मात्रा छ भनेर क्याल्कुलेसन गर्ने विषयलाई पार्ट नै यो के मेजरमेन्ट अफ द फ्लुइड इन फरेस्ट भन्ने छ यसमा चाहिँ मुख्य चाहिँ भोल्युमलाई चाहिँ वनमा रहेको चाहिँ भोल्युमलाई चाहिँ काठहरूले चाहिँ ढलेका काठहरूले चाहिँ विभिन्न तरिकाले चाहिँ के गर्न सकिन्छ क्याल्कुलेसन गर्न सकिन्छ जसरी हाम्रो जनसाङ्ख्यिकी विषयमा चाहिँ के हुन्छ पपुलेसनमा के हुन्छ भने चाहिँ मानिसहरूको जनगणना गर्नको लागि गाउँमा गएर क्याल्कुलेसन गरेको छ र भने जस्तै त्यसरी नै हाम्रो यसमा फरेस्ट्री विषयमा चाहिँ के हुन्छ भने चाहिँ हाम्रो फरेस्ट सेक्टरतिर विभिन्न स्याम्पलिङ विधिहरूद्वारा अनि त्यस्तो विभिन्न विधिहरू चाहिँ गएर क्याल्कुलेसन गर्नु हुन्छ जसमा चाहिँ हामीले चाहिँ विभिन्न फर्मुलाहरू अप्लाई गर्ने हुन्छ है जसमा सबभन्दा पहिले एउटा चाहिँ न्युटन फर्मुला छ अनि अर्को चाहिँ ह्युगर्स फर्मुला छ डिसेम्बलिङ फर्मुला र अर्को बटरवर्थ फर्मुला छ यी चारवटा चाहिँ पाँचवटा चाहिँ फर्मुलाहरू छन् जसमा चाहिँ सबभन्दा सजिलोबाट गर्ने सबभन्दा सजिलोबाट के गर्ने भनेपछि फर्मुला छ some formula of what? of log. भन्दा के हो भनेपछि भैलो पहिलो झमेका काठहरू चाहिँ कसरी त्यसको के अरे आयतन निकाल्नु भनेर त्यो चाहिँ विभिन्न वैज्ञानिकहरूले चाहिँ फर्मुलाहरू निकालेका छन् हो त्यो चाहिँ फर्मुलाहरू चाहिँ यहाँ सरासर शब्दहरू लेख्छ किनकि
सजिलो होला युवर्स फर्मुला लेख्दिउँ युवर्स फर्मुला भनेपछि के छ b is equal to b भनेको भोल्युम हो b is equal to sm into l हो जसमा चाहिँ sm is equal to sm भनेको के हो चाहिँ क्रस सेक्सनल एरिया अफ मिडल sectional area of middle of log in meter square भनेको के हो चाहिँ अब यसमा सेक्सनल एरिया यसै भनेको कुनै पनि काठहरू हुन्छ मुढाहरू हो अनि यसको टुप्पो हुन्छ यसको जरा हुन्छ जरा भएको हुनाले तल्लो भाग र माथिल्लो भाग हुन्छ यो मोटा भाग र यो पातलो भाग हुन्छ किनकि रुख चाहिँ जहिले पनि कस्तो हुन्छ सिधा यस्तो हुन्छ ट्रेनको पकेट जस्तो बराबर हुन्छ कस्तो हुन्छ कलर हुन्छ जब माथि रुखको माथितिर जाँदा टेपरिङ हुँदै जान्छ भन्नाले घट्दै जान्छ त्यसको डायमेटर चाहिँ घट्दै जान्छ यहाँ चाहिँ यदि 20 थियो भने यहाँ चाहिँ यदि 20 थियो भने यहाँ चाहिँ कति भइदिन्छ भने चाहिँ 5 मात्र भइदिन्छ क्या यसरी घट्दै जान्छ अब चाहिँ हाम्रो यहाँ के छ यसले चाहिँ SM भन्ने यसले चाहिँ S2 भन्ने भनेपछि यसले चाहिँ S1 भन्ने सेक्सनल एरिया भनेपछि यिनीहरूको क्षेत्रफल टक्क क्षेत्रफल यिनीहरूको यो हो त्यसको अब सेक्सनल एरिया भनेको एरिया भनेको जहिले पनि मिटर स्क्वायरमा भएको अनि एसएम अनि एल भनेको के हो भने कि लेन्थ अफ लग मिटरमा पनि हुन सक्छ फिटमा पनि हुन सक्छ किनकि हामीले प्रायः जस्तो हाम्रो यहाँ फिटमा गर्छ कति फिटको लम्बाइ काठको भनेर अनि यो कुनै पनि ढलेको उसको काठको यसको लम्बाइ कतिमा छ कति छ भनेर त्यसको इक्वेसन के हुन्छ लम्बाइको इक्वेसन चाहिँ फिटमा पनि हुन्छ मिटरमा पनि हुन्छ यो हो अनि दोस्रो फर्मुला चाहिँ के छ यो भनेको हामीले के छ भोल्युम हामीले भन्नु भयो है किनकि हामीले मेन चाहिँ टपिक निक्लेसन भनेपछि भोल्युम क्यालकुलेसन अफ लग वुड भनेको छ तपाईँको मुढाहरूमा चाहिँ कति भोल्युम हुन्छ कति आयतन हुन्छ भन्ने हो दोस्रो चाहिँ सेमलेन फर्मुला इक्वल सिधा हुन्छ अनि b इज इक्वल टु कति हुन्छ s1 s2 अपॉन 2 इन्टु l गर्नु सिधा अब हामीलाई थाहा छ s1 s2 भनेको के हो s1 इज इक्वल टु सेक्सनल एरिया of log at THICK thick अनि जुन मलाई चाहिँ के छ भने चाहिँ log at THIN थिन END हो हामीले थाहा नै छ थिक भनेको के हो मोटो हो अनि थिन भनेको पातलो हो हैन अनि चाहिँ के भन्नु छ भने चाहिँ S2 जस्तै कुनै पनि ढलेको छ कुनै पनि रुख छ यो चाहिँ ढल्दाखेरि चाहिँ यस्तो हुन्छ नि यो चाहिँ जरा भाग जहिले पनि ठुलो हुन्छ यसको ग्यास जहिले पनि ठुलो हुन्छ यसको चाहिँ सानो हुन्छ भन्नाले के भन्छ भने एसएम भनेको कुन ठाउँमा हुन्छ भने एसएम भनेको त हाम्रो मिडलमा हुन्छ यो चाहिँ के हो एसएम सेक्सनल एरिया मिडल साइज अब चाहिँ एसएम भनेको के हो एसएम भनेको सेक्सनल एरिया अफ लग
एट थिक इन भन्नाले के भनेको जहाँबाट गोलाइको अन्तिम भन्नाले जहाँबाट त्यो गोलाइ मोटाइको सिद्धिन्छ त्यहीँसम्म त्यसलाई चाहिँ के भन्छ S1 यो भनेको सुरुवात हो अनि जहाँ थिन इन भन्नाले पातलो जहाँ सिद्धिन्छ भन्नाले S2 यिनीहरू सबै के हुन्छ मिडल स्केल भन्छ किनकि एरिया हो नि त एरिया भनेको हामीलाई थाहा छ यसलाई चाहिँ एरिया भनेको क्षेत्रफलले चाहिँ मिटर स्केलमा वर्ग मिटरमा गर्ने हो भनेको छ भने यसको टोटल भोल्युम निकाल्नु छ भने क्युबिक मिटरमा जान्छ अब तेस्रो अर्को चाहिँ के छ न्युटन फर्मुला है न्युटन फर्मुला यसलाई न्युटन फर्मुला भन्न सकियो अनि अर्को के छ प्रिज्मोइडल भनेको छ प्रिज्मोइडल नभनेको भयो किनकि हाम्रो मैले चाहिँ सन् 2072 देखि क्वेसनहरू हेरेको छु त्यसमा चाहिँ प्रायः सुत्थेन तिनीहरू लगभग 72 देखि लिएर 82सम्मको क्वेसनहरूमा चाहिँ प्रिज्मोइडल भनेको छैन न्युटन फर्मुला भनेको छ त्यसैले चाहिँ न्युटन फर्मुलामा चाहिँ भोल्युम इक्वल के छ S1 plus S2 plus 4 Sm upon 6 into N छ अब चाहिँ यो हामीले थाहा छ S1 भनेको के S2 भनेको के 4 Sm भनेको यो फर्मुला Sm भनेको के हो मिडलको तर चाहिँ 4 चाहिँ अगाडि फर्मुला आएछ अनि 6 आएछ यति यो भयो अनि चाहिँ 4 मा चाहिँ के छ भनेपछि जो चाहिँ लेन्थ छ यो पनि इम्पोर्टेन्ट हो यो इम्पोर्टेन्ट फर्मुला यो र अर्को पनि यो पनि छ अब जस्तो क्वार्टर गर् QUART क्वार्टर GIRTS क्वार्टर गर् फर्मुला यसलाई चाहिँ यो भन्नाले के छ भने चाहिँ G/4 को होल स्क्वायर G है इन्टु L अनि यसले चाहिँ क्युबिक मिटरमा गर्ने भनेपछि यसलाई चाहिँ क्युबिक फिटमा गर्दाखेरि के गर्ने भनेपछि याद भनेको लेन्थ भनेको मिटरमा गर्दाखेरि यो जस्तो तस्तै हो अनि यदि फिटमा गर्ने हो भनेपछि के गर्ने V = G/4 को होल स्क्वायर इन्टु L/144 हुन्छ यति नै हो यी फर्मुलाहरू चाहिँ राम्रोसँग चट्टै हेर्ने भनेपछि भइहाल्छ अब यो बुझिरहेको छ भने भन्नु होला अब चाहिँ केही सर्ट टर्ममा चाहिँ अब यसमा चाहिँ के छ भनेपछि जस्तो क्वार्टर गर्थ्यो फर्मुला प्रयोग गर्दाखेरि अनि यिनीहरू त मेन 5वटा चाहिँ मेन फर्मुलाहरू भइहाले त्योसँगै तिनीहरू चारवटा एक 5वटा क्या 5वटा फर्मुलासँगै एउटा चाहिँ अरू यिनीहरूसँग जस्तै सामान्य कुरा पनि आउँछ जस्तै यसमै हेर्नु नि त जस्तै एसएममा यसमै हेर्नु सेक्सनल एरिया भनेको छ एरिया भनेको के हो भनेपछि हामीले यता हाम्रो फर्मुलाहरुमा चाहिँ के दिएको हुन्छ v भनेको के हो जहिले नि भोल्युम कहिले मिटर क्युबमा पनि आउँछ र क्युबिक फिटमा पनि हुन्छ हो यस्तो अनि लेन्थ चाहिँ जहिले पनि मिटरमा या फिट पनि हैन सामान्य कुरो अनि सेक्सनल एरिया सबै सेक्सनल एरियाहरु चाहिँ किन जान्छन् भनेपछि
सेक्सन एरियाहरू चाहिँ मिटर स्क्वायर या फिट छ भने फिट स्क्वायर गरिदिने यस्तो हुन्छ। अब यो भइसक्यो। अनि योसँग चाहिँ के हुन्छ चाहिँ सेक्सनल एरिया, कुनै पनि सेक्सनल एरिया भनेर निकाल्नको लागि के गर्नुपर्छ भनेपछि सेक्सनल एरिया भने चाहिँ इज इक्वल टु सेक्सनल एरिया 1 भए पनि 2 भए पनि अनि या मोटाइ भागको कुनै पनि काठ भनेको काठको मोटाइ भागमा त्यसको एरिया निकाल्दाखेरि भए पनि त्यो पातलो भागको निकाल्दाखेरि या बीच भागको निकाल्दाखेरि के हुन्छ भने चाहिँ एस इज इक्वल टु सेक्सनल एरिया इज इक्वल टु, यदि त्यहाँ चाहिँ डायमिटर दिएको छ भने चाहिँ सेक्सनल एरिया भनेको त्यो यसलाई चाहिँ एरिया निकाल्ने क्या। एरिया निकाल्नु छ भने चाहिँ हाम्रो उसमा के दिएको हुन्छ, डायमिटर दिएको हुन्छ। तर चाहिँ हाम्रो यसमा चाहिँ के अरे रेडियस निकाल्ने त्यस्तो हुँदैन, डायमिटर दिएको हुन्छ। त्यही भएर चाहिँ पाइ डी स्क्वायर बाई 4 गरिदिने यसमा एरियाको फर्मुला त्यही नै हो। यदि चाहिँ के भन्छ अरे डायमिटर यदि नदियो भने यदि चाहिँ अर्धरास भइदियो पाइ स्क्वायर इन्टु स्क्वायर हो, त्यही भएर चाहिँ हाम्रो पाइ डी स्क्वायर बाई 4 हुन्छ। त्यसको एउटा यो फर्मुला हो। अनि दोस्रो नम्बरमा चाहिँ के हुन्छ भने चाहिँ अर्को चाहिँ के हुन्छ भने चाहिँ यदि चाहिँ गर्थको हिसाब गर्ने है, गर्थको कुरा गर्ने भने चाहिँ गर्थ भनेको बनायो पर्ने कुरा के हुन्छ भने चाहिँ दोस्रो नम्बरमा हामीलाई चाहिँ यहाँ इन्चमा दिएको हुन्छ। जस्तै कुनै काठ ढलेको छ त्यसको चाहिँ त्यसको सेक्सनल एरियाहरू चाहिँ जस्तै त्यसको त्यो सबै यो डायमिटरहरू के त्यसको डायमिटर जस्तै 18 छ भने चाहिँ 18 इन्चमा हुन्छ क्या, 18 इन्च सीएच इन्चमा हुन्छ। अनि यसको लम्बाइ चाहिँ फिटमा दिएको हुन्छ, 9 फिट भनौँ, 9 फिट। यस्तो अब यस्तो अवस्थामा के गर्नुपर्छ हुन्छ भने चाहिँ यी दुईटैलाई या इन्चलाई चाहिँ फिटमा गर्ने हैन, फिटमा चेन्ज गर्ने या फिटलाई चाहिँ इन्चमा चेन्ज गर्ने, दुईवटा चाहिँ एउटा समरूप बनाउनुपर्छ। जसले गर्दा जस्तै त्यही भएर हामीले थाहा छ 1 फिट बराबर कति हुन्छ, 12 इन्च हुन्छ, सीएच हुन्छ। यदि चाहिँ हामीले चाहिँ इच्छामा यदि चाहिँ इन्चमा गर्न मन लाग्यो भने त्यसै गर्ने, अनि यदि फिटमा गर्न मन लाग्यो जति जस्तो 9 फिट छ भनेपछि 9 इन्टु 12 गर्ने सिधा कति हुन्छ, 9 इन्टु 12 भनेपछि कति आयो 108 आउँछ। सीधा 108 इन्चमा गरिदिने हैन, इन्चमा चेन्ज गर्ने हो, यसरी चेन्ज गर्ने। अरू चाहिँ अरू यति दुई फर्मुलाहरू चाहिँ मेन चाहिँ यो बेसिक कन्सेप्ट चाहिँ भोल्युम क्याल्कुलेसन यति नै हो। अरू चाहिँ अर्को क्लासमा चाहिँ गरौँला, सुरु गर्दै गरौँला। हुन्छ।